वेलकम टु माई च्यानल अगेन। हामी अहिले यहाँ आरुबारी आइपुग्यौँ। लाइकालाई कुरिरहेको होइन उयो हो लरुकेन के छ आज हाम्रो बवाल गर्नुपर्छ है, बवाल गर्नुपर्छ। हामी चाहिँ अहिले एकछिन लाइकालाई पर्खिरहेको छौँ होइन। ऊ आएपछि हामी फेरि निस्किन्छौँ है। फाइनल्ली लाइका पनि आइसकेको छ यहाँ होइन। अब हामी एकछिन मान्छे साथीहरू पुरा छ, उसको भाइहरू आउँदैछ अरे। अब हामी एकछिनमा हिँड्छौँ यहाँबाट। लाइका पनि आइसकेको छ त्यही अब आज चाहिँ केटाहरू आएको रहेछ यसो। अब हाम्रो चाहिँ टाइम आज अनि ग्यादरिङ आउँछ। सबजना सब्सक्राइब गर्नु न। यसो गीतको नाम आज गीतको नाम भन्नुहुन्छ? गीतको नाम त अब के नभनौँ होला अहिले। कोल्याब चाहिँ कोसँग छ अरे हाम्रो? कोल्याब पनि अब बाघै हो। जोपाइटीसँग कोल्याब गर्दै गर्दैन। अब एउटा गिरिश दाईसँग कोल्याब गऱ्यो, अब एउटा फेरि टक्का हान्नु पऱ्यो नि। अब आज चाहिँ दोङदा होइन आज हाम्रो के हो? ए होइन नि त्यो काट्दै मसला प्रोफायर लिरिक्स अन्डाको माइले माइकले त पर्यो उपास्छु सबैलाई भाइबले खतरा छ प्रतिभा हेर्दै जा नतिजा कोथिन अन्तिममा आज नि आत्तिन यतिकै बस्दिन भेट्दैन छातीमा चलाउँछु हात खुट्टा उम्लिन्छ मस्तिष्क लगाउँछु लगाम गरिदिन्छु भिडमा निकाल्छु नाम छिरेर भिडमा सक्दैन त मेरो जुत्तामा हिँड्न बुझ्दैछु सङ्गीतको क्षेत्रमा छिर्न कता विचार करा छ मसला भाइ गोटीको चार्जमा नकरा भाइ बजला गालामा तबला भाइ गाह्रो पर्ला चाप सम्हाल्नलाई यो हावा हुरीमा होलास् त गाई पछाडि अति नै चुरी फुरी अघि परे तनी बोल्दैन साइड तिमीलाई मुख मेरोमा नाइक तिमीको स्कुल दियो बेचो भने किन्न मिल्छ मेरो माइक एउटा गर्ने अर्को मलाई थाहा छ के हो तिमीको टाइप टु छैन सिङको लाइट 24 महिना मस्किटो गाइड त पुरी म कपडो खाइ हेरौँ यो खेलको असली नाइट म मचाउँदै लुट त चप्पली हाइ फ्लो अति क्रुज छ बक्कली टाइट फान्छो म कुम्बोलाई युएफसी नाइट स्म्याक डाउन तेरो नक्कली फाइट गर्दैछु सँगै भेटो चाहन्छु मन्जी बस्दिन चुपचाप मेरो हिजोको दिनलाई सम्झ। अब चाहिँ हामी लोकेसनतिर जाँदैछौँ अब है। सबैजना आइसकेका छन्। अब हामी लोकेसनतिर जाँदैछौँ सबैजना। रितेश भाइ पनि छ, लैका ऊ त्यहाँ रातो ज्याकेट लगाएर छ है। अब हामी यहाँ दोङदाइलाई कुरिरहेको हो है। अनि क्यामेराम्यान पनि यहीँ आउँदैछ। स्टे ट्युन। अहिले चाहिँ हामी यहाँ लोकेसनमा आइपुगेका छौँ होइन। अब हामी यहाँ दोङदाइलाई कुरिरहेको छौँ। केटाहरू सब त्यहाँ कुरिरहेको छ, त्यहाँ बसिरहेको छ केटाहरू है। सबजना कुरिरहेको छ। अब दोङदाइ मात्र आउन बाँकी हो होइन। दोङदाइ आउँदै हुनुहुन्छ भन्दै हुनुहुन्छ। सो हामी कुरिरहेको छौँ, त्यसपछि हाम्रो स्टार्ट हुन्छ। क्यामेराम्यान पनि आइसकेको छ अहिलेसम्म होइन। त्यसपछि हेर्दै गर्नु होला। कस्तो भइरहेछ त आजको दिन? सही भइरहेछ है। केटाहरू पनि उब्रिरहेछ है होइन। यसरी ट्याक्कै यसरी केटाहरू चाहिँ यस्तो बेला आयो भने त होइन कस्तो मजा आउँछ होला त होइन जतिखेर पनि। ल अब हामी यहाँ फेरि लोकेसनमा आइसकेका छौँ होइन। अब लाइकाले ड्रेस पनि चेन्ज गरिसकेको छ। अब हाम्रो सुट स्टार्ट हुन गइरहेको छ अब होइन। हेर्दै गर्नु होला। अब अहिले एकछिनमा दोङदा आएपछि फेरि एकचोटि भ्लग गर्छु होला है।
दाइलाई कुरिरहेको हो हामी चाहिँ होइन। अब चाहिँ दोक्न आएपछि चाहिँ अब अर्को एउटा हान्नुपर्छ। यसो दाइसँग कुरा गरे जस्तो नि गर्नु पऱ्यो नि होइन। यसो दाइलाई नि यसो केही भन्न त लाउनु पऱ्यो नि होइन। छाड आउ त दिन लाउनु पऱ्यो। सो सी यु लेटर ब्रो। अब सुरु हुन लाग्यो अब स्टार्ट हुँदैछ। ए ल आउनु नि त यहीँ हुन्छ सबजना अब स्टार्ट यहाँनिर बस्दा पनि हामी त यता भिड भएर बस्नु पर्ला। गीत गर्ने गर त भाइ तिमीबाट किनभने चाहिँ अहिले चाहिँ डङ्गाको पानी अन्डाको माइलेज खपिस त तरिका फैलो जो माइकले तार पर्यो उफार्छु सबैलाई भाइबले खतरा छ प्रतिभा हेर्दै जा नतिजा कोही थिएन अतीतमा आज नि आत्तिन यतिकै बस्दिन भेट्दैन भट्टीमा चलाउँछु हात खुट्टा उम्लिन्छ मस्तिष्क लगाउँछु लगाम दौडिन्छु बिटमा निकाल्छु नाम छिरेर भिडमा सक्दैन त मेरो जुत्तामा हिँड्न बुझ्दैछु सङ्गीतको क्षेत्रमा छिर्न कदापि चाहदिन म गिर्न नेपालको सान जस्तै म भिडमा उठाउँछु हतियार तयार छु भिड्न छोडिदिन्छु निशाना गाडेर शिरमा साइको टाइप दाइर भाइ फ्युचर लाइक विथ द गाइड भाइको प्लान दाइको माइन्ड पर्फेक्ट टाइम चल्छु ब्रान्ड गर्छु ब्रान्ड दिन्छु साइन बिटमा दौडिनलाई पहिला क्लासले हाम्रो अगाडि सबजना ख्यासी छक्काहरू गएर घाँस लाइका छ हम्म दङ पुरै ग्रे नचला थुतुनो पड्केला प्ले उता छाला जिब्रोमा ब्ले रब्बा रब्बा बनाउँछु क्रेज सो हुन्छ भव्य बना त से सिनकै कोल्याब सबभन्दा बेस्ट नबुझे चित्त आएर भेट कोल्याब चाहियो तँलाई बन्दछ ग्रेट गर्दैछु सङ्गीत भेटाउन चाहन्छु मन्जी बस्दिन चुपचाप मेरो हिजोको दिनलाई सम्झी भोग्दैछु अहिले पहिलाको जुनीको गल्ती आउँदैछु दाजु र भाइ दिनलाई सबैले मसला भाइ 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 करा छ मसला भाइ रोटीको चार्जमा नकरा भाइ बज्ला गालामा तबला भाइ गाह्रो पर्ला चाप समानलाई लायो हावा हुरीमा होला गाई पछाडि अट्टिने चुरी फुरी अनि परे तनी बोल्दैन साई तिमीको भ्युज हाम्रोमा लाइक तिमीहरूलाई नुट मेरोमा नाइक तिमीको स्टुडियो बेच्यो भने किन्न मिल्छ मेरो माइक तर किन्न सक्दैन स्टाइल मेरो फ्लोको बहादले बनाउँछ घायल बोल्ने एउटा गर्ने अर्को मलाई थाहा छ के हो तिमीको टाइप तेरो ट्रु छैन सिङको लाइक 24 महिनामा स्थितको गाइड त पुरी म कपुरो भाइ हेरौँ यो खेलको असली नायक म मचाउँदै लुट त चप्पली हाइट फ्लो कति क्रुर छ बक्कली टाइट फाल्छु म कम्बो लाइक UFC नाइट साइड डाउन तेरो नक्कली फाइट के रे गर्दैछु सङ्गीत भेटाउन चाहन्छु मन्जी बस्दिन चुपचाप मेरो हिजोको दिनलाई सम्झी भोग्दैछु अहिले पहिलाको जुनीको गल्ती आउँदैछु दाजु र भाइ दिनलाई सबैले मसला भाइ 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 मसला मसला भाइ हेलो हजुर हजुर मेरो नयाँ
नक्कली नाइकमा मचाउँदै लुट त चप्पली हाई जो अति क्रुर छ बक्कली टाइट फाल्तु दोङदाइ आउनुहुन्छ तेरो नक्कली फाइट सबैजना आइसकेका छन् नितेश भाइ कस्तो भइरहेछ आउँदैछु दाजु र भाइ दिनलाई सबैलाई मसला भाइ गाडीमा घान्न लाग्छ केटाहरूले होइन अब बाइक पनि रेडी छ बाइक पनि रेडी भयो अब गाडीको क्लिप लिनु आएको रहेछ केटाहरूले यहाँ आउनुहुन्छ हाम्रो केटाहरू यहाँ छ अनि म चाहिँ यहाँ छु है फेरि मेरो नयाँ भ्लग हो जति त्यही भन त ल मेरो नयाँ भ्लग हो होइन मिस्टर चाइनिज लेखाएको छ मिस्टर चाइनिजलाई सबले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु पर्यो साथलाई धेरैभन्दा धेरै माया गरिदिनु पर्यो होइन अब सब लैका साथीहरू आउँदैछ होइन बेङ्गलोर हुनेवाला छ यसमा है बेङ्गलोर बवाल हुनेवाला छ बवाल मसला भाइब्स दाजु र भाइ आउँदैछ है टङ्गाइ र टक्क लाइगा बाइकको सुट बाइक छ अब होइन अब बाइकको सर्ट दोङ्दाएको दामी हुन्छ आउन केटा हो दोङ्गाई एकचोटि दोङ्गाई उयो साथ खिच्नुपर्छ हामी चाहिँ अब हामी नेक्स्ट लोकेसनमा आइसकेको छौँ होइन अब हामी फेरि हामी माथि जान्छौँ माथि गएपछि अब हाम्रो अर्को लोकेसन नै यो लोकेसनमा अब सुट हुन्छ सो अब हामी आइपुग्यो अब यहाँनिर सकेर फेरि अब यताउतितिर गइन्छ होला सबलाई अहिले एकछिनमा भेटौँला है हेलो वेलकम टु माई भ्लग वान्स अगेन वेलकम टु माई भ्लग है अब हामीले यहाँबाट यहाँ फिल्डरको काम सकाइसकेका छौँ अब हामी फेरि नेक्स्ट लोकेसन जान लागिरहेको छौँ अब है सबैजना यहाँको काम सकिसकेको छ यहाँनिर सुट भइसकेको छ अब हामी उता गएर अब हामी बौद्ध जान्छौँ बौद्ध गएपछि चाहिँ हामी होइन मजाले गर्छौँ त्यहाँ अहिलेको लागि चाहिँ लोकेसनमा आइपुगिसक्यौँ होइन अब यहाँनिर पनि एउटा यहाँनिर जाने भनेको छ अब सबैजनाको एउटा अहिलेको त्यहाँनिर सबै कुरा काम सक्यो अब यहाँको लोकेसनमा बाँकी छ अनि यसपछि नि फेरि कतै जाने भन्दैछ केटाहरूले होइन अब हुन्छ कि हुँदैन थाहा
भएर दोङदाई यहीँ मात्र होला सायद लास्टमा अब एकछिनमा भेटौँला है फेरि है के छ भाइ के बाइक ल्याउनु पऱ्यो फेरि हामी फेरि यहाँनिर भएन फेरि हामी अर्को ठाउँमा जाँदैछौँ होइन उता पुगेपछि अब यहाँनिर अलिक मान्छेहरू धेरै भयो मान्छेहरू धेरै भएको कारणले हामी यहाँनिर नगरिकन बाहिर जान लाग्छौँ है ल हामी चाहिँ अहिले यहाँ अर्को लोकेसनमा आइसकेका छौँ अब यहाँनिर पनि एक भनेर जाने होला लोकेसन आइपुग्यो हेर्दै गर्नु होला हेलो हामीसँग अहिले नोइस छ है उसले के भन्नु भएको छ मेरो बारेमा सबैजनाले गएर अनि हाम्रो मिस्टर चाइनिजको ब्लगहरू हेरिदिनु होला होइन अनि त्यो बिस्तारै नयाँ नयाँ पनि नयाँ नयाँ पनि ड्रप गरेर सबैजनाले तपाईँलाई हेर लाइक सेयर सब्सक्राइब भनेर तपाईँलाई हेर सपोर्ट हान्नु पऱ्यो दाजुभाइहरूलाई सपोर्ट गर्नु पऱ्यो है सबैजनाले सपोर्ट गर्ने हो होइन दाजुभाइ भएर सपोर्ट गर्ने हो होइन थ्याङ्क यू आफूले कस्तो फर्स्ट टाइम मलाई आफूले आफ्नो टी सर्ट मलाई आफूले स्वाग आफू आएको जस्तो फिल भएछ राम्रो कस्तो भने अति नै क्या यो भाइहरूले म आफैले कस्तो प्राउड फिल भएछ हामी यहाँ लास्टमा फाइनली हामी अब यो लास्ट लोकेसनमा आइपुग्यौँ होइन अब हामी यहाँ गाडी कुदिरहेको छौँ गाडी कति टाइम लाग्ला अझै गाडी आउनु कति टाइम लाग्ला अझै लाग्ला नि हो अब गाडी आउँदैछ गाडी आएपछि हामी यो अब लास्ट लोकेसन यही हो यहाँ अब यसो गरेर हामी घरतिर जान्छ होइन यो लास्ट गरेर होइन ल अब हामी घरतिर जान्छौँ पहिला अब हेरौँ गाडी आओस् पहिला फर्स्टमा होइन खै त गाडी हामी ऊ त्यहाँ हो कतापट्टि फर्कने यता यस्तो फर्कने होइन फर्के भनाइ भनाइ फेम हेर्छु कसले कहाँनिर भन त कत्रो हानेर नि त्यहाँ भएको मैले देखिसकेको छ उयो त बाहिर देख्छ अनि अन्त गाडीको लाइट मेरो त जुत्ता मात्र हो लाइट सोझै आयो नि हुन्छ च्याप्ने होइन तिमी हल्का अगाडि आएको पनि भयो बुझ्यो यो ट्रक त यहीँ बस्छ कि क्या टाइम लाग्दैछ 50-60 दिँदैन हाल्छ एकचोटि जामे हेरेर
ल केटा हो आजको सिद्धि हेर्नु त हजुरको सिद्धि हेर्नु त आजको जग्गा कस्तो भयो त ब्रो कस्तो भयो ताभरि घाउ भयो होला है उफ्रे उफ्रे चाहिँ केटा चाउँदा आजलाई आजको हाम्रो सबै सुरु कम्प्लिट भइसक्यो अब बिताउँछ चाँडै है अब राति कति बज्यो एक बजिसक्यो ओके अघि भन्दैन अब हाम्रो सुट पनि सिक्यो आज होइन अब मेरो यो भ्लग आउँदाखेरि चाहिँ सायद गीत पनि झरिसक्छ होला सो अब हाम्रो आज कम्प्लिट भयो फर्किँदैछौँ सबजना अब निस्किनु लाग्यो मेरो यो भ्लग चाहिँ गीत झरिसकेपछि मात्र आउँछ होला सायद